안 했어. त्यो केबल कार चाहिँ पर होइन उताबाट पर अब हाम्रो 2 खुट्टे केबल कार चाहिँ फेरि यो यताबाट अब कहाँ हो चुपबाट चुप माछा पनि मार्ने ठाउँ रक पनि धेरै थरीको रक पो छ त हौ कति घन्टामा पुगिन्छ हौ 1 घन्टामा गोली कहाँ 1 घन्टामा पुग्नु भाइ 1 घन्टामा पुगिन्छ यस्तो रफ्तार अलि स्पिड हाल्नु रफ्तार बढाउन हामी यतिको छ यतिको चाहिँ 1 किलोमिटर रहेछ अब हिँड्न चाहिँ खतरै रहेछ है कति किलोमिटर अब 0.8 अब 0.8 म पछाडि छु अगाडि 2 भाइहरू बाटो त किल्लर छ यो किल्लर एकदम लादी भुँडी थर्काउने बाटो रहेछ यही हो बाटो चाहिँ माथि कहाँ पुगिँदैन हिँडेको छ थाहा छैन अन्धधुन्दा यहाँ आइपुग्यो के को अब पहिला साह्रो मलाई बामे सार्दै जाउँ कति होला 8:30 मा हिँड्यो भने भाइ 8:30 9:30 10:30 11:30 12:30 1:30 हामी त 6.5 घन्टा पो लागेछ त हौ भाइ ट्याक्सीमा 6.5 घन्टा लाग्यो यहाँ पुग्नुलाई घाम झुल्केको हेर्न भनेर हिँडेको घाम डुब्ने बेला पुग्न आँट्यो अब दिन लामो भएर मात्रै हो त नभए त यो उकालोले नि त यसले नि त प्याक्ती पार्दो रहेछ नि त यो उकालो त उकालै रहेछ नि त यो त बाटो चाहिँ बाटै हो कि यो 2 भाइ हिँड्न नसकेर ऊ प्याक घाँटी सुकेर त्यस्तै क्षितिज भाइ त बामी सर्दैछ आज हुने कुरा भयो 이게 걸어 올라갈 수 있는 거예요? 걸어 쭉으로 오르내려 त्यस्तो छ हामीलाई त कष्ट पर्यो है एकदमै यो बाटो हिँड्न त वाइटिङ यो त झन् बाँस जस्तै रहेछ हौ उकालो चुस्स बादल माथि गएर खिचाउन त अहिले पो आएर होइन बुढाली हामी थाक्यौँ त हामी चाउल थिए त्यत्रो आयो थाकेको त छैन फेरि लगातार हामी ल कहिले पुगिन्छ अब हामी पुग्छौँ दाजु लगभग यहाँ देखिँदैन रहेछ फेरि यहाँ ठाउँ अहिले देखिन्छ उनी देखिन्छ हौ तर कहिले पुगिँदैन आइसक्यो हिँड्दै हामी लगभग अब यहाँदेखि 1 किलोमिटर देखाइरहेछ माथि चाहिँ यो डाँडा देखाइरहेछ हो एकदमै खतरा भइरहेछ हाम्रो यात्रा चाहिँ साउलदेखि है दाजु यस्तो हान्नुपर्छ है हाम्रो लुगा साल चाहिँ खतरा हिँड्नु हो हाम्रो दाजु चाहिँ बामे सरेर आउँदैछ नि 2 भाइ
हुने कुरा भयो नि त जहाँ यो पारीको डाँडा हिजो मात्र सोचेको यहाँ आउन त एक हप्ता 1 महिना सोच्नु पर्ने थियो नि है अगाडि नै टिकट काट्नुपर्ने रहेछ यसो छोडिराख्ने गर्मीमा ज्याकेट लगाएर आएको छ नि है भरे त म औषधि हुन्थ्यो त नि ए त्यस्तै कुना कुनामा सुत्नुपर्छ होला गरे ऊ यस्तो उडा भित्र गएर हुन्छ है छिटो आउन वा यति सुन्दर देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ बबालै छ है म त डरायो यार हाम्रो ह्यान्डसम भाइको अब रिङ्गटै चल्यो यो चाहिँ हामी चढेर जानुपर्ने रे भाइ फोटो खिच त्यहाँदेखि आमा सेतो सुमन भाइ खै कोका कोला खोइ माउन्टेन चाहिँ ल्याउनु पर्ने नि यो चाहिँ त जग्गा त यही चाहिँ हो जति माथि आएको त्यति राम्रो त्यति जाउँ जाउँ हुँदै दाजु अँ हामी त आकाश छुन लाग्ने दाजु अनि हो त नि जति आयो है अझै माथि छ यो हो क्या ठाउँ चाहिँ यहाँ चाहिँ बोबा लाउँछ है लु बस्नु लुगा छ छेउमा बस्नु मलाई डर लाग्यो त छेउमा नबस्नु के को डर हो डर के आगे जी थियो हालिदियो मेरो पछि छ 이렇게 올라가서 फाइनली छङछङमा आइपुग्यो ल हामी आइपुग्यौँ अब चाहिँ वक लक वक आजको यात्रा मिठै रह्यो यहाँसम्मको अब फर्किने यात्रा कष्ट होला जस्तो छ फर्किनु त यार है कता चाहिँ फर्किनु त आउनु त आयो उँधो चाहिँ नहेरौँ है डर लाग्छ उता पारी आकाशतिर मात्रै हेर्नुपर्छ है उँधो हेर्नु हुँदैन म त बन्जी हान्ने मान्छे त के भन्ने प्यारासुट नलाइ हो क्या 쉬었다가 물 먹고 이모 그물 없었으면 그냥 죽을 뻔했어. 한 모금이라도 먹어야지. 야 그거 아껴 먹어야 돼. 너 그 여기서 다 먹으면 밑에 물도 없이. चुचुरोमा आइयो है ल हामी यो हो क्या ज्याकेट त अब काम लाग्ला जस्तो भयो त्यहाँ
सनको मान्छे पनि उडाउने सिम्पी हाम्रो यहाँदेखि कालो उठाएर चाहिँ लु